नमस्ते सबैजनालाई। आज हामी चाहिँ यहाँ मकै छर्ने कार्यक्रम गर्दैछौँ र पहिला चाहिँ हामीले चैत वैशाखतिर चाहिँ मकै छरेर असार साउनतिर मकै खाने कार्यक्रम गरिन्थ्यो भने अहिले चाहिँ हाम्रो यो बारी चाहिँ अलिकति यहाँ घर बनाउने कार्यक्रमले गर्दाखेरि चाहिँ अलि ढिलो हुन गएको कारणले गर्दा आज असार 2 गते हामी यहाँ मकै छर्दैछौँ। ल है, हामीले मकै छरेको यहाँ हामी ट्र्याक्टर ल्याएर जोत्न सकिएन। अहिले हामीले कोदालीले खन्न लाउँदैछौँ र मैले चाहिँ अहिले यहाँ कोदालीले यो मकै छर्दैछु है साथीहरू। ल हेर्नुहोस् है, खनेको मकै खनेको छरेको खनेको हेर्नुहोस्। यो मकै चाहिँ यसो झार पनि झिलाउनु पर्छ, भन्दाखेरि पछि झार चाहिँ आउँछ, आयो भने मकैलाई असर गर्छ भनेर चाहिँ झार पनि झिलाउनु पर्छ है साथीहरू। यसरी मकै छर्दैछौँ। अब यो मकै कहिले पाक्ने हो, पाकेर खाने हो साथी थाहा छैन, तैपनि मकै चाहिँ छर्न पर्छ भन्ने धारणाले चाहिँ हामी मकै छरिरहेछौँ। र अब यहाँ हलो छैन, केही छैन, हाम्रो माध्यम चाहिँ कोदाली छ। यही कोदालीको माध्यमबाट मकै छरिरहेका छौँ र मकै छरेर खन्ने क्रममा चाहिँ धेरै गाह्रो हुँदो रहेछ। सास फुलेर बढिरहेको अवस्था छ। ल है साथीहरू हेर्नुहोस्, मकै चाहिँ छर्न पर्ने रहेछ भन्ने चाहिँ यो मनमा छ। मकै छर्यो भने हरिया मकै चाहिँ भाँचेर खान मजा हुन्छ।